नमस्कार, म चाहिँ भाग्य नेपाने। के हो साथीहरू, घुम्न जाने भन्ने दिन नै पुरै बादल लागेको छ त यार। ल गाइजहरू, त साइरन बजाएछ, के भयो यार? लाइट आछ यार। तिमी अब मेरो जिन्दगीमा। ओए चिप्लो पारा। सो गाइज, आज हामी पोखरा जाँदैछौँ। अब गाडी चाहिँ ढिलै आउने कुरो छ क्या, कति बजी आउँछ? सायद हामी बेलुका 7-8 बजीतिर पुगिन्छ होला पोखरा। 7 hours later. गाडी 6 बजिसकेको छ, गाडी अहिलेसम्म आएको छैन। अब म चाहिँ मानवकोट नै जानुपर्छ कि भन्ने सोचिरहेको छु। ढिलो भयो गाडी आउनलाई। अब दमौली बस्यो भन्नु र हामी। दमौलीको बाटो पनि अलिकति उनी छ अरे कि, अलि मतलब उकालो चढेर जानुपर्छ नि त। हामी त मानवकोट माथि त। A few hours later. धेरै गाडी आइसक्यो यहाँ, खाना खाँदै हुनुहुन्छ। सो गाइज, फाइनली हाम्रो गाडी आएछ होइन। अब हामी चाहिँ गाडीमा लाग्छौँ। सो अहिले भन्नुपर्दा 8:57 छ रातिको। हामीले यात्रा सुरु गरेको करिब 1 घन्टा भइसक्यो। उत्साह चाहिँ एकदम कायम छ। पोखरा यात्रा गर्ने मङ्ग हरेक पलमा बढिरहेछ। हाम्रा भाइ बहिनी सबैलाई भोक लागे जस्तो छ। सबै चटपट चाहिँ खाइरहेछन् है। बाहिरको रातको बत्तीहरू पनि निकै सुन्दर देखिरहेछन्। साना सहर पार गर्दैछौँ। साथीहरू, हामी चाहिँ होइन थोरै खुट्टा तन्काउन निस्क्यौँ र होइन सबैले चिया लिएर हामी फेरि पोखरातिर बाटो कन्टिन्यू गरिरहेछौँ। अन्ततः हामी घन्टाको यात्रापछि हामी पोखरा आइपुगेका छौँ। सहर एकदम शान्त छ है यहाँ त एकदम। तर अझै पनि यो वातावरणमा एक प्रकारको ऊर्जा चाहिँ छ। यहाँ आइपुग्दा चाहिँ थकान र निन्द्रा एकदम हराइरहेको छ होइन। घन्टा त केही देखिँदैन। हेलो दाइ। हेलो, नमस्कार। हेलो। फाइनल्ली पोखरा आयो हामी। सानो त पुरै क्यामेरामा त्यहाँ बसेर 12 बजेर 45 सबै आफ्नो आफ्नो मस्तीमा पास गर्दै बसिरहेको छ। बिहान उठेर जाने रे 8 आइपुगेर अनि एक बजिसक्यो हो र। अनि सुत्न पर्दैन हजुर, भन्नु त ल। अब सुत्ने हो। नसुतिकन के गर्नु भएको त्यस्तो पैसा डुबाउनुलाई? ल, गुड नाइट गाइज। अब योभन्दा भन्न आउन्न मलाई। ल बोलाउँ है, सबैजना बोलाउँ त। के देखाउनु होला मैले अब? ल, केही भन्नु होइन भन्नु होला। हामी चाहिँ भर्खरै पोखरा आइपुग्यौँ अनि मलाई चाहिँ लास्ट अहिले कति बजेछ नि? एक बजिसक्यो। अनि सुत्ने बेला के खेल्नु भएको छ तिमी? मैले चाहिँ फर्स्ट टाइम जितेँ। बिहान चाहिँ कति बजी उठ्ने तरिकाले सुत्नु लाग्नु? बिहान कति बजी उठ्ने प्लान छ? कति बजे नि? बिहान उठिसक्यौँ। बिहान 5:30। नसुत्ने हो कि नसुत्ने हो। Sup guys? It's all good. निगा भन्न। भन्नुपर्दा चाहिँ ठ्याक्क 12 बजी चाहिँ हामी पोखरा आइपुग्यौँ र पोखराको हामी माउन्टेन ड्रिम होटलमा चाहिँ छौँ होइन। एकपटक जितियो भने अलि टाइमलाई खेल्नु हुन्थ्यो नि। हामी घरभित्र बाहिर मेरो त थर्ड नाइट हो कि अनि के थर्ड नाइट? निन्द्रा नपुगेको। किन? निन्द्रै लागेन। बोइलले खाने तैँले मानेको बारे भन्ने हो। बोइलले भोट हालिदिने हो। बाँडिदिएको 7 देखि हो 5 रुपियाँ होइन। मेरो त कहिले राम्रो आउँदैन। भोट हाल नि। नसुती तास खेल्नेलाई के भन्नुहुन्छ हजुर? कमेन्ट बक्समा गएर सबैले कमेन्ट गरिदिनु है। 5 रुपियाँ हालेर भ्याइन्छ। ल, मर्निङ गाइज। हाम्रो युनिग्राम दाइ चाहिँ सुतिरहनु भएको छ। नवीन त उठिसकेछ। वा हो, अश्विन भाइ पनि उठिसक्यो हो। अहिले बिहानको 6:48 गएको छ। के हो साथीहरू, घुम्न जाने भन्ने दिन नै पुरै बादल लागेको छ त यार। पारो पार्न थाले
ओह यो हो नि त जोस यस गाइजहरू देख्न सक्नुहुन्छ यो पोखराको भ्यू हो एकदम सुन्दर होटलहरू देखिरहेको छ र हाम्रो राम दाई चाहिँ फोटो खिच्नमा व्यस्त हुनुहुन्छ है हामी सबैले खाना खाएर होटलबाट निस्किएर यात्रा सुरु गऱ्यौँ हामी एकदम रमाइरहेका थियौँ किन भन्दा आज पहिलो दिन र जोस र एक्साइटमेन्टको लेभल त एकदम इन्फाइनाइट नै थियो भन्दा हुन्छ गाइजहरू हामी चाहिँ अहिले पुम्दीकोटको यात्रा गरिरहेको छौँ मलाई त एकदम रमाइलो लागिरहेको छ यार घुम्ने होइन पहिलो दिन सबैजना एकदम खुसी छौँ हामी पोखरा भ्यू पोइन्ट आयो गाइज हामी चाहिँ खासमा जानुपर्ने बाटो कटिसकेछ सो हामी चाहिँ अब गाडी फर्काउन लाग्यो हामी चाहिँ होइन बिचरा भाइ चाहिँ नुहाइरहेको छ हामी चाहिँ कुन बाटो जाने भनेर सोधेको क्या राम दाइले चाहिँ सोधेर आइसक्नु भएको छ अब हामी चाहिँ उतै बाटो अब लाग्ने हो कारहरू आइरहन्छ गाइजहरू हामी चाहिँ पुम्दीकोट आइसकेका छौँ र हामी गाडी पार्किङ गर्न लाग्यो है सो हामीले गाडी पार्क गऱ्यौँ तर पुम्दीकोट डाँडा चाहिँ अझै केही बेर उकालो चढेर माथि पुग्नुपर्ने रहेछ सो हामी सबैजना हिँड्न थाल्यौँ माथिसम्मको रोड सबै पिच नै बनाइएको थियो मन्दिर चाहिँ हेर्दा एकदम आकर्षणीय देखिरहेको थियो सो फाइनली हामी माथि पनि आइपुग्यौँ र डाँडाबाट तल हेर्दा एकदम सुन्दर देखिरहेको थियो भ्यू सो गाइज हामी आइसकेका छौँ माथि अब थोरै भरिङ चढेर माथि पुगिन्छ पुम्दीकोटमा रहेको शिवको मूर्ति विशेष आकर्षण हो यो विशाल मूर्ति भगवान शिवको प्रतीक हो र यसले यहाँको धार्मिक महत्त्वलाई दर्शाउँछ मूर्तिको उचाइ र सुन्दरता विशेष गरी ध्यान आकर्षण छ जसले आगन्तुकहरूलाई भव्यता र शान्ति अनुभव गराउँछ हेलो बहिनी शिवको मूर्ति दर्शन गर्न आउने भक्तजन र पर्यटकहरूका लागि पुम्दीकोट एक महत्त्वपूर्ण गन्तव्य बनिसकेको छ
शिवको ठुलो विशाल मूर्ति चाहिँ एकदम राम्रो छ क्या यहाँ चाहिँ आयो हुन्छ सबैजना हजुर भिडियो नै बनायो वाह क्या बात है अहिले चाहिँ साथीहरू चाहिँ माथि फोटो खिच्न गएको छन् म चाहिँ तल छु यसो भ्यू लिइरहेको ओ सेट क्यामेरा युजलेस हुने भयो अब क्यामेराको चार्ज सकेछ हेलो गाइज व्हाट्सअप के हो त्यो यस्तै हो दाइ सो त्यसपछि हामी पुम्दीकोटबाट सिधै डेभिड फलमा आइपुग्यौँ है साथीहरू सबैजना इन्जोय गरौँ है यो मौका डेभिज फल देवीको झरना जसलाई पाताले छाङ्गो पनि भनिन्छ पोखराको एक प्रसिद्ध प्राकृतिक स्थल हो यो झरना पोखराको केन्द्रबाट करिब 2 किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ झरनाको नाम सन् 1961 मा एक स्विस महिलाको दुःखद दुर्घटनालाई सम्झेर राखिएको छ जहाँ उनी झरनामा बगेर हराइन् विशेष गरी बर्खाको समयमा पानीको प्रवाह अत्यन्त शक्तिशाली हुन्छ जसले झरनालाई अझै प्रभावशाली बनाउँछ डेभिड फल पछिको हाम्रो यात्रा गुप्तेश्वर महादेव गुफातर्फ रह्यो गुप्तेश्वर महादेव गुफा पोखराको प्रसिद्ध धार्मिक स्थल मानिन्छ गुफा करिब 2950 मिटर लामो छ र यहाँ भगवान शिवको प्राचीन मन्दिर अवस्थित छ जुन 5000 वर्ष पुरानो मानिन्छ गुफाको प्रवेशद्वारबाट भित्र पसेपछि तपाईले प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्भुत मिश्रण देख्न पाउनुहुनेछ गुफाभित्र चाहिँ फोटो र भिडियो खिच्न पर्मिसन नभए हुनाले हामीले फोटो र भिडियो चाहिँ खिच्न पाएनौँ गुफाको पहिलो भागमा प्रवेश गर्दा तपाईले ठुला शिलाहरू र शिवलिङ्गको आकृति देख्न सक्नुहुनेछ जुन गुफाको धार्मिक महत्त्वलाई अझै बढाउँछ गुफाको अर्को भाग पताले छाङ्गो अर्थात् टेभिज फल जुन चाहिँ मुनिसम्म फैलिरहेको छ जहाँ जलप्रवाहहरूको दृश्यले यात्रुहरूलाई एकदम रोमाञ्चित बनाउँछ मान्छेहरू गुफामा भगवान शिवको पूजा गर्न आउँछन् र शिवरात्रि पर्वको समयमा यहाँ ठुलो सङ्ख्यामा भक्तजनहरूको भिड हुने गर्दछ गुफाको यस पवित्र र गुण वातावरणले तपाईलाई प्राकृतिक र धर्मको गहिरो महसुस गराउँछ साथीहरू अहिले दिउँसोको 3:26 गएको छ हामीले चाहिँ होइन पोखराहरू केही ठाउँहरू घुमेर चाहिँ अब घान्दुक जाँदैछौँ हामी बेलुका चाँडै नै पुग्नुपर्ने हुन्छ होइन अब हेरौँ है कति बजी पुगिन्छ साथीहरू अहिले चाहिँ ठ्याक्कै 4:30 भएको छ हामी गइरहेको छौँ अब हेरौँ कति बजी पुगिन्छ है गइरहेछौँ के अरे सनसेट
घान्द्रुक नेपालको अन्नपूर्ण क्षेत्रको एक सुन्दर गाउँ हो जुन आफ्नो अद्भुत प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छ। यो गाउँ माछापुच्छ्रे र अन्नपूर्ण हिमालहरूको काखमा अवस्थित छ जसले यस ठाउँलाई भव्य र आकर्षक बनाएको छ। यहाँबाट देखिने हिमालको दृश्यले यात्रुहरूको मन लोभ्याउँछ। मानौ हिमालले आफ्नो विशालता र शीतलता फैलाएर तपाईँलाई स्वागत गरिरहेको छ। पोखराबाट करिब 4 घण्टाको बाटो पार गर्दै हामी घान्द्रुक लगभग 7 बजे आइपुगेका थियौँ र घान्द्रुक आउने क्रममा चाहिँ बाटोमा चाहिँ बाटो चाहिँ एकदम अप्ठ्यारो थियो र गाडी उफ्रिरहेको थियो। बिचमा गाडी रोकेर पनि हामीले ढुङ्गा राखेर पनि एकछिन त्यो गर्नु पर्यो होइन। त्यो रमाइलो भयो। हामी घान्द्रुक आइयो र अब हाम्रो कार्यक्रम सुरु भएको छ घान्द्रुकको। तोड़ दे सैंडल आंटी पुलिस बुला लेगी तो यार तेरा कर लेगा हैंडल मैं जारी जिसको अपनी जान भाई चुपचाप वो फ्लोर पे आके नाचे गाए नखरे बखरे नाते आए शर्म करते बाय बाय माइकल जैक्सन मारे दो दिन एक्शन करके दिखाए पार्टी करनी है पार्टी करेंगे किसी के भी पापा से नहीं करेंगे सारे पानी कम के दिखाए जिसकी बम में है दम मस्ती है माहौल में सारी है मस्ती है माहौल में चाहे कुमारी है सारे धक्के बैठ गए पर अपनी पार्टी सारी है बंगला तो कोई शुरू करे अपनी भी गिरारी है पार्टी आगो पर्ला है। अभी तो पार्टी शुरू हुई है like this, we can pop, 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 pop like this, we can knock, 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 pop, knock like this. गुड मर्निङ गाइज। अहिले बिहानको 7 बज्यो होइन। अरू चाहिँ अहिले निदाइरहेछन्। 4 बजी उठ्ने कुरो थियो, बिउ हेर्ने भनेको उठ्नै सकेन। बहिनीहरू चाहिँ बाहिर निस्के जस्तो लाग्थ्यो गरेर थियो। अब त निदा लाग्यो उठ्नै सकेन। यो गाउँले गुरुङ समुदायको समृद्धि सांस्कृतिक सम्पदा बोकेको छ। यहाँका परम्परागत ढुङ्गाहरूका घरहरू र स्थानीयको न्यानो आतिथ्यले यात्रुहरूलाई स्वागत गर्छ।
यहाँबाट अन्नपूर्ण हिमालको प्यानोरामिक दृश्य देख्न सकिन्छ जसले यो ठाउँलाई अझ विशेष बनाएको छ। के छ खान्छ यार हुसु हो कि यो फोकसमा हो मलाई खिच्नु भयो आऊ तिमी अब मेरो जिन्दगीमा। यस गाउँको वातावरण शान्त छ जहाँ आफूलाई प्रकृतिसँग जोडिएको महसुस हुन्छ। हरियालीले ढाकिएका पहाडहरू, सिंचित खेतहरू र स्वच्छ हावाले यो ठाउँलाई शान्तिपूर्ण बनाउँछ। जब तपाईँले यहाँको सुरम्य परिदृश्यमा घुम्दै जानुहुन्छ, दृश्यात्मक सौन्दर्यले तपाईँको आँखा र मन दुवैलाई आनन्दित बनाउँछ। खाना पकाउँदैन घान्द्रुबाट करिब 12 बजी हामीले सबैजनाले खाना खाएर निस्क्यौँ, तल झऱ्यौँ र गाडी जहाँ पार्किङ गरेको थियो त्यहाँ पुगेर हामी फेरि गाडी चढेर हामी फेरि पोखरा जाने तर्खरमा लाग्यौँ। पोखरातिर चाहिँ अब हामीलाई फेरि बाँकी रहेको ठाउँहरू घुम्न थियो, सो हामी पोखरातिर लाग्यौँ। बाटोमा हिँड्दै गर्दा हामीले एउटा राम्रो झरना देख्यौँ र झरनामा हामीले गाडी रोकेर हामीले त्यहाँ चाहिँ चटपट बनाएर होइन सबैजनाले रमाइलो गरेर भिडियो फोटोहरू खिचेर हामीले टाइम पास गऱ्यौँ। ल चटपट गाडी है गए चटपट पार्टी ल घान्द्रुकमा आएर खाना नपाएर चटपट
गङ्गालाई हेर्नु गङ्गालाई पुरा सिसामा के रे एक्सप्रेसन हेर न कडा घान्द्रुकबाट फेरि 4 घन्टाको बाटो पार गर्दै हामी पोखरा साँझमा पुग्यौँ र त्यहाँ चाहिँ हामीले फेरि माउन्टेन ड्रिम होटलमै स्टे गर्ने प्लान बनायौँ। हामीले लेक साइड जाने प्लान बनाएका थियौँ तर पानी पर्यो हुनाले 1 घन्टा चाहिँ हामीले चाहिँ त्यहीँ रुममै बसेर बिताउनु पर्यो र त्यसपछि हामीले चाहिँ नाइट भ्यूको लागि लेक साइड जाने तर्खर गऱ्यौँ। नाइट भ्यू लेक साइड जानुभन्दा अगाडि पनि हामी सबैलाई भोक लागिरहेको थियो होइन। हामीले चाहिँ होटेलमा गएर पहिला हामीले मोमो खायौँ। अनि मोमो खाइसकेपछि चाहिँ हामीले अब फेरि लेक साइडको लागि हामीले रेडी भएर हामी लेक साइडतिर लाग्यौँ। फेवातालको शान्त पानीमा चन्द्रमाको झल्को र बत्तीहरूको टल्काइले वातावरणलाई नै जादुमय बनाउँछ। बिस्तारै चल्ने हावाको स्पर्शले तालको छेउमा हिँड्दा आत्मीयता झल्किन्छ। हामी अहिले डिज्नील्यान्डमा पुग्यौँ र केही समयपछि खेल खेल्ने बारेमा छलफल पनि गऱ्यौँ। म र अश्विनले चाहिँ ब्रेक डान्स खेल्न रोजेका थियौँ तर पछि थाहा पाइयो कि टिकट पहिले नै बोट गेमका लागि बुक गरिएको थियो। हामीले बोटको गति माथि र तल एकदम स्पिड देख्न सक्थ्यौँ। ढुङ्गाको स्पिड देख्दाखेरि चाहिँ मलाई एकदम डर लागिरहेको थियो तर रोमाञ्चकता पनि थियो। लेक साइडको नाइट भ्यू घुमाएपछि हामी फेरि माउन्टेन ड्रिम होटलमा आयौँ र त्यहाँ सबैजनाले तास खेल्दै रमाइलो गऱ्यौँ र करिब 2 बजे चाहिँ सुत्यो है बिहान हुने बित्तिकै हामी उठेर माउन्टेन ड्रिम होटलबाट हामी वृन्दावासिनी मन्दिरतिर लाग्यौँ। पोखराको वृन्दावासिनी मन्दिर हिन्दू धर्ममा समर्पित दुर्गा देवीको एक पुरानो र प्रतिष्ठित मन्दिर हो। यो मन्दिर पोखरा उपत्यकाको पहाडको चुचुरोमा स्थित छ जहाँबाट वरपरका हिमाल र फेवातालको सुन्दर दृश्य देख्न सकिन्छ। यसको शान्त वातावरण र आध्यात्मिक महत्त्वले यसलाई पूजा र ध्यानको लागि लोकप्रिय गन्तव्य बनाएको छ। वृन्दावासिनी मन्दिरको दर्शनपछि हाम्रो यात्रा रहेको थियो महेन्द्र गुफा। सो महेन्द्र गुफाको लागि हामीले फेरि गाडीमा चढेर महेन्द्र गुफातिर लाग्यौँ। महेन्द्र गुफा पोखराको एक प्रसिद्ध गुफा हो। गुफामा प्रवेश गर्दा अँध्यारो र रहस्यमय वातावरणले यात्रा गर्नेहरूलाई रोमाञ्चित बनाउँछ। महेन्द्र गुफा एक लोकप्रिय पर्यटक गन्तव्य हो। कति अँध्यारो भित्र, ओहो यार डरै लाग्यो यार साथीहरू। यहाँ चाहिँ एकदम अँध्यारो छ यार यो गुफाभित्र, महेन्द्र गुफाभित्र। लाइट बालेन भने चाहिँ कहाँ गइन्छ कहाँ गइन्छ जस्तो फिल हुन्छ। डर पनि लाग्ने रमाइलो पनि लाग्ने।
जान मिल्दैन होला यार त्यहाँ ओए जम्मै कपडा फोहोर हुने भयो यार लास्ट टाइम मान्छेको किन र छ्या कपडा फोहोर यहाँ एकजना उभिएर तान न कस्तो यहाँ उभिएर तान सबैलाई भिडियो बनाएको भिडियो हामी महेन्द्र गुफामा कसरी भाइ खुट्टे गर्दैन नि त सेमै त भाइ म पनि सेमै त नि ल दाइले अट्नु म घुमेर आउनु सडकमा आइज मैले क्यामेरा चाहिँ लिएर जाने मलाई ल म अर्जुन होइन तपाईँ अटो ला हिँड न उतो क्यामेरासँग त क्यामेरा खिचेर हो मोनोसँग हुन्छ लौ खिच त यहाँ मोबाइलले भिडियो खिच त क्यामेरा गुफा चमेरो गुफा पोखरामा अवस्थित एक अद्भुत प्राकृतिक गुफा हो। यहाँ प्रवेश गर्दा आगन्तुकहरूले विभिन्न प्रकारका चमेराहरू देख्न सक्छन्। ल गाइज यहाँ पनि अँधेरो छ, माथि चमेरो देख्न सक्नुहुन्छ। लाइट चाहिँ बाल्नु हुँदैन न त चमेराले अट्याक गर्छ अरे। चमेरो गुफाबाट निस्किने बित्तिकै हामी सानो भेटघाटको लागि लाग्यौँ र भेटघाटपछि हामी फेरि माउन्टेन ड्रिम होटलमा आइपुग्यौँ। माउन्टेन ड्रिममा हामीले खाना खाएर फेरि त्यहाँबाट बिदाई गर्दै फोटो भिडियो खिच्दै हामी हामी लेक साइडतिर लाग्यौँ। र गाइजहरू हामी लेक साइडमा आइसकेका छौँ। ल यहाँ एकदम रमाइलो छ, मान्छेहरूको भिड छ होइन। ताल देख्न सक्नुहुन्छ, एकदम राम्रो रमाइलो छ। एकदम साथीहरू पनि फोटो खिचिरहेका छन्, बवाल रमाइलो भइरहेछ। लेक साइडमा आइसकेपछि किन हो यस्तो रमाइलो फिल हुन्छ कि यो ठाउँ छोडेरै जानै मन लाग्दैन। फाइनली हामीले कयाकिङ गर्ने निर्णय गऱ्यौँ र हामीले कयाकिङ गर्दा यति रमाइलो भएको थियो कि हामी वरिपरि एकअर्कामा घुमिरहेका थियौँ, कहिले रमाइरहेका थियौँ, चिच्याइरहेका थियौँ, होटिङ गरिरहेका थियौँ र तालबाराई घुम्ने पनि प्लान बनाएका थियौँ। र त्यहाँ तालबाराई जाने क्रममा चाहिँ थोरै पानी मौसमले चाहिँ साथ दिन छोडिसकेका थियो। लगाइजहरू यहाँ त साइरन बजाएर चाहिँ के भयो यार, कोही कत्रो हावा उडिआइरहेको छ है, भालो है। साइरन बज्यो कि साइरन बज्यो साथीहरू। पोखरामा त लास्टै हावाहुरी चलिरहेको छ होइन। गाइजहरू हामी चाहिँ कायाकिङ गरेको ठ्याक्कै 1 घन्टा कि हाम्रो समय पुगेको 1 घन्टा होइन। ठ्याक्कै हामी फर्क्यौँ होइन, पानी पर अब उता बेगरास्ताल जाने भनेको नि पाएन। अब हामी सायद घर फर्किन्छौँ होला। लगातार पानी परिसकेपछि हामी रुच्दै भिज्दै गाडीमा आयौँ र गाडीभित्र लुगा फेरेर हामी घर जानेतर्फ लाग्यौँ। हामी सबै गाडीमा आइसकेका थियौँ र हामी दमौलीतिर आइसकेका थियौँ। सबैजना किन सबै मोनोटोनस लाइक हुन्छ नि, अब घर जाने भन्ने बित्तिकै सबै दुखी जस्तो देखिन्थे। र तैपनि हामी बिचमा चाहिँ अचानक होइन हामी चाहिँ मानुङकोट जाने निर्णय गऱ्यौँ। र मानुङकोट जाने भन्ने बित्तिकै सबै फेरि खुसी भयो होइन। अब त्यहाँबाट लागेर हामी डुना टब्बरी होटलमा लाग्यो र डुना टब्बरी होटलमा स्टे गऱ्यौँ। र त्यही रातमा चाहिँ हामी फेरि मानुङकोटको नाइट भ्यूको लागि पनि लाग्यौँ है। साह्रै गाह्रो भइरहेछ, सबै रमाइरहेको छ आजको रात। हजुर रमाइलो धमाका।
केही पनि आउँदैन त यार अनुहारै आएन कसैको अरे भर्खर तिमीको लागि कस्तो दिन पऱ्यो के भन्छ तिमी बेलरी भर्खरदेखि तिमीलाई हो केही आउनु कसै पनि अनुहार आउनु के भएन नमस्कार म चाहिँ भाग्य नपाने पारा केही देखिन्न हौ लस गाईहरू सबै डाँडा चढिरहेको छ नि रमाइलो छ हौ ए मानङकोट safe here. ग्यास नपुग्ला भन्दा नै पुग्यो नभरिकन आएको ठिक छ कपालमा सबै समाज सबै थाहा पाउन एक चम्चा हालौँ अनि फेरि चम्चा हालौँ त्यसो गरौँ के ए निता ओइ स्याम गङ्गालाई नि उठाऊ दाइले खानु है म खानु नि खाने भयो त खाने भए म किन त्यो भात पकाउँथेँ लसुन प्याज नहालेको चाउचाउ हुन्छ हुँदैन 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 लाग्यो तपाईँ ए ल हैन मस्त खुशीमध्ये बायको माझी करेन पिलो फाईट माझा होऊ दे पगार गिफ्ट करतो जेवण करून जाईल सेलिब्रिटी तू बोल बस यार होइन प्रकृति जाउँ भाइ निन्द्रादार हो के हो भनेको ल राति पनि भइसकेको छ अब हामी सुत्छौँ भोलि बिहान चाँडै उठेर हामी मानङकोट जानु अहिले बिहानको 5:30 भएको छ हामी उठिसक्यो र हामी आज कहाँ जाने रे न आज मानङकोट जाने हो त मानङकोट गएर के गर्ने हो त भ्यू हेर्ने ए ल ठिक छ अब सबै रेडी भएर जानु लाग्यो साथीहरू यो चाहिँ मर्निङको भ्यू हो दुना टब्बरी होटलमै छौँ हामी र गाडीहरू आउने जाने गरिरहेको छ बाटोमा यहाँ चाहिँ गाडीमा चढेर मानङकोटको एकदम हुन्छ नि हेभनली दृश्य चाहिँ हेर्न जाँदैछ अब
त्यही कबुसमा घटाउनु के भन्न छ पारा ल गाइजहरू यो चाहिँ हो मानुङकोट होइन हेर नि त बादल यस्तो दामी छ यार एकदम स्वर्ग जस्तै फिल हुन्छ यहाँ त यार हाम्रो आधा साथीहरू चाहिँ नजानिदियो क्या पुरै यिनीहरू त निन्द्रै नपुग्यो हो कि थकेलाहरू हो पनि के हो यिनीहरू चाहिँ नजानिदियो हामी चाहिँ अब आधा टोली मात्र जाने भयो र हामी अब हिँड्दैछौँ तल जानु पऱ्यो बाटो त लामै लामै छ भिडियो अरू चाहिँ किन हामी अरूलाई गाह्रो भयो अरे तर यो अझै जाडो महिना भएको भए चाहिँ अझै दामी देखिन्थ्यो होला बादल चाहिँ पुरै देखिएको छैन पातल पातल छ बादल चाहिँ ओए चिप्ल्यो चिप्लेको नै रेकर्ड छ हाइलाइटमा राख्ने हो सुरुमै राख्ने हो जियोस् अब रमाइलो भयो यहाँसम्म आउनु पाइयो होइन त्यही हो खुसी लाग्यो मेरो फोटो आइ त नि होइन आउँछ क्या हामी सबै भिडियो तपाईँ यहाँ पछाडि आउनु म चिप्ल्यो भने जान्छ क्यामेरा चाहिँ त्यहाँ फोटो नि ल कहाँ जाने हो र
सो गाइजहरू हामी चाहिँ अब जानुपर्ने हुन्छ किन भन्दा राम दाइले फोन गर्नुभएको छ हामी गाडी चाहिँ चाँडै नै 10-11 बजीतिर नै पुग्नुपर्ने हुन्छ घरमा त्यही भएर हामी अब फर्किँदैछौँ फाइनल्ली अब हामी घर लाग्नेतिर तर्फमा छौँ र सबैजना आफ्नो बाटोतिर गाडी चढ्नलाई रेडी र हाम्रो पारा ब्रो पारा देखाएर बसेको छ नि मजाले यही बनाइदिउँ न त गाडी गयो अब जानु लाग्यो गाइस ए स्कर्पियो पनि रेडी भइसक्यो सबैजना अब जाने हो कस्तो फोकस नभयो ल फेरि फोटो खिच्ने भन्यो भने गर्छ ल फाइनली गयो किधर हो ल आइरहेको छु गाइजहरू फाइनल्ली अब घर जाने बेला पनि भयो अब जान त मन छैन अब के गर्नु दिन पनि कतिजना बित्दो रहेछ अब जस अर्कोचोटि पनि यसरी नै रमाइलो गर्न पाऊँ भन्ने अब आशा छ जस अब रमाइलो भयो खुसी लाग्यो सबैजनासँग भेटघाट पनि भयो रमाइलो भयो त्यही हो अब के भन्नु स्योर हुन्न के हामी घुम्न पाएर मात्र आयो संसार कदम रोकियो फुलको मटैमा चापै कदम रोकियो
सो फाइनली सबैजना हामी धन्दुक र पोखराको भ्रमणपछि हामी सबैजना आफ्नो घरतिर लाग्यौँ।